नमस्ते, के तपाईँलाई थाहा छ हरेक वर्ष एउटा राम्रो संख्यामा नेपाली विद्यार्थीहरू नेपालबाट इन्डियातिर पढ्न जानुहुन्छ र यो संख्या हरेक वर्ष बढिरहेको छ। किन आजभोलि नेपाली विद्यार्थीको लागि स्टडी इन इन्डिया एउटा ट्रेन्ड भइसकेको छ। नेपाली विद्यार्थीहरू इन्डियातिर पढ्न जान किन उनीहरूको स्मार्ट चोइस भइसकेको छ। हामीले विगत 12 वर्षदेखि हजारौं विद्यार्थीलाई स्टडी इन अब्रोडमा गाइड गरेको छौँ। कोर्स सेलेक्सन, युनिभर्सिटी सेलेक्सन र उनीहरूको सक्सेसफुल एडमिसन गराएका छौँ। हाम्रो यस 12 वर्षको अनुभवमा हामी प्रमुख यस्ता 5 कारण देखेका छौँ जसले गर्दा नेपाली विद्यार्थीहरू नेपालबाट इन्डियातिर पढ्न जानुहुन्छ। नेपालमा बस्न, नेपालमा पढ्न र नेपालमा नै आफ्नो करियर बनाउन सबैको मनको इच्छा हुन्छ, तर हार्ड रियालिटी के छ भने नेपालका युनिभर्सिटी र कलेजहरूमा लिमिटेड सिट, हाई कम्पिटिसन, लो क्यारियर अपर्च्युनिटीले गर्दा पनि नेपाली विद्यार्थीहरू नेपालबाट बाहिरतिर पढ्न जानुहुन्छ। यदि स्टडी इन युरोपलाई यदि स्टडी इन इन्डियासित तपाईँले कम्पेयर गर्नुहुन्छ भने स्टडी इन इन्डिया एकदम नै अफोर्डेबल छ। साथै इन्डिया हाम्रो छिमेकी देश हो। इन्डियन युनिभर्सिटीका डिग्रीहरू वर्ल्ड वाइड एक्सेप्टेबल र मान्यता प्राप्त हुन्छन्, जसले गर्दा पनि नेपाली विद्यार्थीहरू इन्डियातिर पढ्न जानुहुन्छ। हाम्रो यस 12 वर्षको अनुभवमा सबभन्दा इम्पोर्टेन्ट कुरा हामीले थाहा पाएको छौँ, कस्टको हिसाबले पनि नेपाली विद्यार्थीहरू नेपालबाट इन्डियातिर पढ्न जानुहुन्छ। यदि नेपालको नै तपाईँ कुनै प्राइभेट युनिभर्सिटी र कलेजमा तपाईँ 4 इयरको आफ्नो इन्जिनियरिङ डिग्री कम्प्लिट गर्नुहुन्छ भने हजुरले 12 देखि लिएर 14 लाखसम्म तपाईँले फिस लाग्छ, जसमा तपाईँको ट्युसन फी, एक्जाम फी, होस्टल चार्ज, मेस चार्ज, लन्ड्री चार्ज सबै गरेर तपाईँको 12 देखि लिएर 14 लाखसम्म नेपालमा नै तपाईँको खर्च लाग्छ। यदि तपाईँ युरोपतिर पढ्न जानुहुन्छ भने हजुरको स्टार्टिङ फीस नै फर्स्ट इयरको फीस नै 18 लाख जति लाग्छ। फाइनेन्शियल डकुमेन्ट प्रिपेयर गर्नुपर्छ, तपाईँले ब्याङ्क ब्यालेन्स पनि शो गर्नुपर्छ, जसमा तपाईँले 30 लाखदेखि लिएर 65 लाखसम्मको ब्याङ्क ब्यालेन्स शो गर्नुपर्छ। यदि तपाईँको भिजा रिजेक्ट भयो भने 5 लाखदेखि लिएर 7 लाखसम्मको हजुरको फाइनेन्शियल लस पनि हुन्छ। यदि त्यही तपाईँ स्टडी इन इन्डियालाई कम्पेयर गर्नुहुन्छ भने इन्डियन युनिभर्सिटी र कलेजका फीसहरू 5 लाख आइसीदेखि लिएर 20-25 लाख आइसीसम्मका छन्। जति टपका युनिभर्सिटी र कलेज तपाईँले सिलेक्ट गर्नुहुन्छ त्यति नै तपाईँको फीस महँगो हुन जान्छ। त्यसैले स्टार्टिङ फीस नै तपाईँको 5 लाखदेखि हुन्छ र त्यसमा के छ कि तपाईँको यो फीस टोटल प्याकेजमा हुन्छ, जसमा तपाईँको ट्युसन फी, एक्जाम फी, होस्टल चार्ज, लन्ड्री चार्ज, मेस चार्ज सबै चार्जहरू इन्क्लुड गरेका हुन्छ। र तपाईँसित यो पनि अपर्च्युनिटी हुन्छ कि इयरली या सेमेस्टर वाइज तपाईँले पे गर्न सक्नुहुन्छ, जसले गर्दा तपाईँमाथि फाइनेन्सियल बर्डन पनि कम हुन्छ। यस कारणले पनि नेपाली विद्यार्थीहरू नेपालबाट इन्डियातिर पढ्न जानुहुन्छ। सेकेन्ड नम्बर भनेको ल्याङ्ग्वेज ब्यारियर छैन। इन्डियाको युनिभर्सिटी र कलेजमा इङ्ग्लिस मिडियममा पढाइ हुन्छ, साथै लोकली बोल्ने भाषा चाहिँ हिन्दी हो र प्राय यो भाषासित हामी सबैजना फ्यामिलियर छौँ, जस कारण पनि नेपालीहरू इन्डियातिर घुम्न, पढ्न, टिचर्सल भिजिट गर्न या ट्रिटमेन्ट गराउन पनि गइरहेका छन् र हाम्रो आफन्तमा कोही न कोही इन्डिया गएको हुन्छ र जसले गर्दा हामीले युज टु भइरहेको हुन्छ इन्डियन ल्याङ्ग्वेजहरूसित। यस कारणले पनि नेपाली विद्यार्थी नेपालबाट इन्डियातिर पढ्न जानुहुन्छ। थर्ड नम्बर भनेको र्याङ्किङ एन्ड क्वालिटीको हिसाबले पनि नेपाली विद्यार्थीहरू इन्डियातिर पढ्न जानुहुन्छ। इन्डियन युनिभर्सिटी र कलेजहरू जस्तै आइआइटी, एनआइटी, ट्रिपल आइटी, एलपियू, चण्डीगढ युनिभर्सिटी, सिम्बायोसिस, एमआइटी जस्ता युनिभर्सिटीहरूको वर्ल्ड र्याङ्किङमा पर्छन्। साथै इन्डियामा 900+ A++ का इन्स्टिट्युसन र युनिभर्सिटीहरू छन् र यस एजुकेसन सिस्टमबाट ग्रेजुएट भएका इन्डियन स्टुडेन्टहरूले वर्ल्डको नै टप कम्पनीहरू जस्तै गुगल, माइक्रोसफ्ट, एमाजोन, डेल, एचपी, सुजुकी जस्ता कम्पनीहरूमा एउटा राम्रो पोजिसनमा काम गरिरहेका हुन्छ, जसले गर्दा पनि यसको इन्टरनेसनल मान्यता एकदमै राम्रो छ र यस क्वालिटी अफ एजुकेसनबाट ग्रेजुएटहरूले ठुलो पोस्ट पनि पाएका छन्, जसले गर्दा पनि नेपाली विद्यार्थीहरू इन्डियातिर पढ्न जानुहुन्छ। फोर्थ नम्बर भनेको प्लेसमेन्ट एन्ड क्यारियर अपर्च्युनिटी। यो एउटा इम्पोर्टेन्ट कारण हो जसले गर्दा पनि नेपाली विद्यार्थी इन्डियातिर पढ्न जानुहुन्छ र नेपालमा खासै यसको कमी छ, जस कारणले पनि नेपाली विद्यार्थी इन्डियातिर पढ्न जानुहुन्छ। इन्डियन युनिभर्सिटी र कलेजको जति पनि कोर्सेसहरू छ त्यो इन्डस्ट्री ओरिएन्टेड कोर्सेसहरू छ। त्यहाँको इन्फ्रास्ट्रक्चर, त्यहाँको कोर्स एन्ड करिकुलममा विद्यार्थीहरूले स्किल अप हुन्छ, ट्रेन हुन्छ र रियल टाइम प्रोजेक्टहरूमा काम गरेर थुप्रै अनुभवहरू पाएका हुन्छन्। र साथै इन्डियन युनिभर्सिटी र कलेजले स्टुडेन्टहरूलाई प्लेसमेन्टको लागि रेडी गर्छ, इन्टरभ्यूको लागि प्रिपेयर गर्छ, कसरी प्लेसमेन्ट रिसिभ गर्ने, कसरी प्लेसमेन्ट ग्राब गर्ने, त्यस्ता सबै विषयहरूमा विद्यार्थीलाई सिकाइन्छ, जसले कारण पनि नेपाली विद्यार्थीहरू इन्डियातिर पढ्न जानुहुन्छ। हरेक वर्ष इन्डियन युनिभर्सिटी र कलेजहरूले प्लेसमेन्ट अर्गनाइज गर्छ र विद्यार्थीले आफ्नो ग्रेजुएसन कम्प्लिट हुनुभन्दा अगाडि नै उनीहरूसित यो अपर्च्युनिटी हुन्छ, प्लेसमेन्ट लिन पाउँछ। अन क्याम्पस नै थुप्रै कम्पनीहरू, नेसनल र मल्टिनेसनल कम्पनीहरू भिजिट गर्छ र विद्यार्थीसित यो अपर्च्युनिटी हुन्छ राम्रो कम्पनीमा जब पाउन। यदि उनीहरूले आफ्नो क्याम्पसमा भिजिट गर्ने कम्पनी मन पर्यो भने अफ क्याम्पस पनि गरेर राम्रो जब पनि ग्राब गर्न सकिन्छ, किनकि इन्डिया भनेको वर्ल्डको नै टप आइटी
हबमा आउँछ। फिफ्थ कारण भनेको सेफ्टीको कारणले पनि नेपाली विद्यार्थीहरू जान्छ। इन्डियामा मोर देन 50+ कन्ट्रीका स्टुडेन्टहरू पढ्न आउँछ र आज नेपाली हामीले धेरै इन्डियाका ठाउँबाट फ्यामिलियर हुन्छ र हरेक युनिभर्सिटी र कलेजमा इन्टरनेसनल विद्यार्थीको लागि थुप्रै होस्टल हुन्छ, बोइज होस्टल र गर्ल होस्टल सेपरेट हुन्छ र इन्डियन गभर्नमेन्टले यो कुरामा एकदम नै ध्यान दिएको हुन्छ कि नेपाली विद्यार्थीको लागि एकदम सेफ्टी इन्भाइरोमेन्ट होस्। साथै नेपालको एम्बेसी पनि इन्डियामा छ, जस कारणले पनि एउटा सेफ्टीको फिचर पनि राम्रो भएको कारणले पनि नेपाली विद्यार्थीहरू इन्डियातिर पढ्न जान्छ। हामीले इन्डियामा बाई रोडवे, रेलवे नेपालबाट इन्डिया जान सकिन्छ, इन्डियाबाट नेपाल पनि सजिलो आउन सकिन्छ। हामीलाई कुनै भिजा इस्यु छैन, यस कारणले पनि नेपाली विद्यार्थीहरू इन्डियातिर पढ्न जानुहुन्छ। यदि तपाईँले कुनै कोर्स रिलेटेड तपाईँलाई काउन्सिलिङ चाहियो, अनलाइन काउन्सिलिङ चाहियो भने हजुरले कमेन्ट गर्न सक्नुहुन्छ। यदि हजुरले अफलाइनै हाम्रो अफिसमा नै भिजिट गर्न चाहनुहुन्छ भने हजुरले एडुका वर्ल्ड एडुकेसन कन्सल्टेन्सी मेन भवन नयाँ मानेसर काठमाडौँमा भिजिट गर्न सक्नुहुन्छ। वीरगञ्ज या वीरगञ्जको नजिकको एरियाबाट हुनुहुन्छ भने हजुरले वीरगञ्ज घण्टाघर लिङ्क रोड अपोजिट टु मसल ब्याङ्क नियर बाई भवानी हस्पिटलमा तपाईँले एडुका कन्सल्टेन्सीमा भिजिट गर्न सक्नुहुन्छ या तल दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ।